नयाँ वर्षको आँगनमा उभिएर पोहोर झैं यसपालि पनि भोलिको बिहान मायाको घाम बोकेर आओस् भन्ने बासी सुवास छर्दै हावामा उही रङका शुभेच्छाका फूल बर्सिए। गिलासहरू ठोकिए, धुनहरू गुन्जिए, कमरहरू लचकिए र रात गहिरिँदै जाँदा कसिएका हातहरू टाक घरबाट निस्केको टाक झैं चुपचाप फुस्किए। साथीभाइ गए लगतै मलाई अनुभूति भयो। साथीभाइ गए लगतै मलाई अनुभूति भयो। आउनेहरूको सत्कारमा जानेहरू सधैँ झैं ओझेलमा परे। अफसोस बिदा भएको वर्षलाई हामीले प्रशंसा गर्नु त परै जाओस्, साधुवादसम्म भन्न भ्याएनौं। निर्मल संकल्प बोकेको विशाल जेएनजी लहरमाथि निर्मम गोली बर्सिँदा रगतले लतपतिएका जेएनजी जुत्तामा आँखा अड्डाएर भक्कानिँदै रोइरहेका आमा बाउको दारुण पीडा तिमीले कसरी सहयौ होला। देश हताश भएको त्यो पल सिंहदरबारको झ्यालबाट उठेको धुवाँको मुस्लो र विरासतहरूमा सल्किएको आगो तिमीले कसरी निभायौ होला। अन्धा शासक र बधिर नैतिकताको भारी, अन्धा शासक र बधिर नैतिकताको भारी तिमीले थाब्लोमा कसरी बोक्यौ होला। देशको सम्पत्तिमा आगो झोस्ने ती हनुमानका पुच्छरमा समेत देशभक्तिको फुर्को बाँध्न नछाड्ने छेपारे राष्ट्रवाद तिमीले कसरी झेल्यौ होला। हो बितेको वर्ष तिमी नभएको भए विभाजनको विषले माटो निलो हुँदा आशाका दुबोहरू बचाइराख्ने को हुन्थ्यो। त्यसैले त भनिन्छ समय बलवान छ। तिमी महान अश्व रहेछौ, एउटा अथक धावक रहेछौ, जसले युवाहरूको सुशासनको सपना र समृद्धिको उज्यालो नयाँ वर्षको हातमा सकुशल सुम्पिएर गयो। नेपाल आमा, विश्व सगरमाथा र अमूर्त सपूतहरू र जेएनजी पुस्ता नयाँ वर्षको आँगनमा लहरै उभिएर तिमीलाई सलाम गरिरहेका छन् र मेरो मन अनवरत तिमीलाई साधुवाद दिइरहेको छ। धन्यवाद।